अनफर्चुनेटली सबै त्यो वर्स्ट सोचेको कुरा भएन अनि वाइ नट ट्राई के लाइक दिस इज द टाइम 40-50 वर्षको बुढो जस्तै विदेशमा आएर म मेरो सबै नमस्ते टु एभ्री वान मेरो नाम चाहिँ प्रिन्स लामा र म चाहिँ यहाँ साउथ कोरिया बसेको अलमोस्ट अब 1 हप्तापछि 2 वर्ष हुनेवाला छ सो आई डोन्ट वान्ट वेस्ट टु भ्यालु यर टाइम होइन स्ट्रेट जम्पिङ गर्छु म 3 रिजन वाइ यु सुड नट कम टु साउथ कोरिया फर्स्ट फाइनेन्सियल स्ट्याटस पैसा अब तपाईँले के बुझ्नुपर्छ भन्दाखेरि तपाईँ कतिको फाइनेन्सियली स्ट्रङ हुनुहुन्छ क्या यदि तपाईँलाई विदेश जानको लागि विदेश पढ्न जानको लागि 10-15 लाख 20 लाख किनभने यो त हामीले देखिरहेको छौँ सुनिरहेको छौँ 10 लाख ऋण लिने 11 लाख ऋण लिने 12-15 लाख ऋण लिने अनि गएर 1 वर्षमा 2 वर्षमा 1 वर्ष काम गरेर मेहनत गरेर त्यो तिरेपछि त राम्रो भइहाल्छ नि पछि त सुख पाइहाल्छ नि भन्ने हाम्रो यो सुनिरहेको देखिरहेको र मान्छेले गरिरहेको पनि छ मलाई चाहिँ के लाग्छ भन्दाखेरि यदि तपाईँको फाइनेन्सियल स्ट्याटस स्ट्रङ छैन यदि तपाईँले मजाले ल मानौ 3-4 लाख रुपियाँ मेक सेन्स तर 10 लाखभन्दा बढी 15 लाख 20 लाख खर्च गरेर कहीँ जानुपर्छ भने द्याट्स कम्प्लिट वेस्ट एकदमै म त्यो वायादै भन्छु कि किनभने त्यत्रो धेरै ऋण लिएर आफूलाई बर्डन आफ्नो टाइम बर्बाद र अहिलेको ऱ्यापिड ग्रोइङ एजमा इट्स ननसेन्स मेरो विचारमा चाहिँ र सेकेन्ड माइन्डसेट अब म यसलाई करेज पनि भन्छु होइन अब कस्तो हुन्छ भन्दाखेरि ल मानौँ न केही हद तपाईँसँग पैसा भयो त्यस्तो धेरै बर्डन भएन अलि स्मुथली तपाईँ आउन सक्नुभयो विदेश जान सक्नुभयो विदेश आएर मात्रै सबैजनाको जीवन राम्रो भएको छ सबैजनाको एकदमै फलिफाप भएको छ भन्ने छैन नि त हामीले चाहिँ के देखिरहेको हुन्छ भन्दाखेरि ल 99% को त राम्रो हुन्छ विदेश गएपछि देयर इज नो डाउट कि विदेश जानु इज लाइक अ माइलस्टोन भन्ने हाम्रो एउटा मिथ एउटा फल्ट छ विच इज कम्प्लिटली रङ विदेश आएपछि रियल स्ट्रगल सुरु हुन्छ विदेश आएपछि रियल लाइक लाइफ के हुन्छ भन्ने कुरा थाहा हुन्छ विच इज नाइस अल्सो तर विच इज नट नाइस फर एभ्री वान सबैको लागि होइन कि कतिजना फर्किएको छ मैले देखेको छु मेरो साथीहरू कतिजना आफ्नो घर फर्कियो 3-4 महिनामै आत्तेर एकदमै त्यो सोफिस्टिकेटेड भएर अड्याप्ट गर्न नसकेर छिटो होइन लाइक इमोसनल सफरिङ फिजिकल सफरिङ अनि लाइक कहिलेकाहीँ रेसिजम कहिलेकाहीँ ह्युमिलिएसन काममा होइन यदि हामी वर्स्ट पार्ट सोच्दै गऱ्यो भने देयर आर लट अफ थिङ तर पोजिटिभ पार्ट पनि छ भन्नुपर्दा अहिले चाहिँ हामी किन नआउने भन्ने रिजनमा छौँ द्याट्स वाइ सो द थर्ड इज अड्याप्टेबिलिटी डेफिनेटली तपाईँ कस्तो खालको मान्छे हुनुहुन्छ र तपाईँले कति छिटो अड्याप्ट गर्नुहुन्छ नयाँ कल्चरमा नयाँ ठाउँमा होइन नयाँ काम गर्ने इन्भाइरोमेन्टमा नयाँ लाइफस्टाइलमा मैले नराम्रो मात्र इन्फोसाइज गर्न खोजेको होइन मैले नेक्स्ट भिडियोमा राम्रो कुरा नै 3 रिजन किन आउने भनेर भन्न सक्छु मैले भन्छु पनि होला होइन तर अहिले चाहिँ म किन नआउने भनेर भन्न लागेको छु नि त एन्ड इट्स कम्प्लिटली बेस्ड अन माई एक्सपिरियन्स होइन मैले यही हो एक्ज्याक्टली 100% सबैको लागि यही हुन्छ भनेर भनेको होइन प्रायः जस्तोको लागि हुनसक्छ कस्तो हुन्छ भन्दाखेरि यहाँ म अब आएको 2 वर्ष भइसकेको छ मैले कहिले पनि हप्तामा 24देखि 25 घन्टाभन्दा बढी काम गरेको छैन विच इज कम्प्लिटली रियर एन्ड कम्प्लिटली स्ट्रेन्ज किनभने प्रायः जस्तोले यहाँ हप्ताको 30 घन्टाभन्दा बढी काम गरेर हुन्छ 28 घन्टा 30 घन्टाभन्दा काम बढी गरिरहेको हुन्छ भनेको दिनमा मिनिमम 7-8 घन्टा काम गरेको हुन्छ र गर्नु पनि पर्छ सर्भाइभ गर्नको लागि तर मैले अहिलेसम्म कुनै अब एकाताका गरेँ होला मैले तर मोस्ट अफ द टाइम मैले दिनमा 4 घन्टाभन्दा बढी कामै गरेको छुइनँ र मैले जानी नगरेको किनभने त्यही 4 घन्टा गर्न मलाई एकदमै औडा लाग्छ र मैले कस्तो लाग्छ भन्दाखेरि मैले अब 8-8 घन्टा हरेक दिन काममा थालेँ भने मैले जुन कुरामा मैले बढी आउटकम पाउँछु जुन कुरामा म बढी प्रोडक्टिभ छु जुन कुरामा मैले एउटा स्ट्रङ रेस्पोन्स स्ट्रङ आफ्नो प्यासन र इन्ट्रेस्ट देखेको छु त्यसमा मैले समय दिन पाउँदिनँ अब फेरि यहाँ क्वेसन के आउँछ भन्दाखेरि अहिले 2-3 वर्ष यहाँ काम गर्न त 2-3 वर्ष पसिना छु पछि गर्लास् भन्ने कुरा आउँछ लाइक देयर इज नो पछि यदि तपाईँ स्टिल नेपालमा बसेर तपाईँसँग गुड फन्ड छ भनेको तपाईँसँग राम्रो ब्याङ्क ब्यालेन्स छ फ्यामिलीले सपोर्ट गरिरहेको छ होइन भनी ट्राई टु एक्सप्लोर के लट अफ थिङ केही कुरा स्टार्ट गर्ने प्रयास गर्नुहोस् आफ्नो त्यो एउटा इन्ट्रेस्ट एकदमै त्यो बर्निङ डिजायर भित्रको चाहिँ एकदमै प्यासन त्यसमा काम गर्ने प्रयास गर्नुहोस् नेपालमा एउटा केही स्टार्ट गर्ने प्रयास गर्नुहोस् केही इस्टाब्लिस गर्ने प्रयास गर्नुहोस् र केही गरिराख्नु भएको छ भने त्यसलाई कन्टिन्यू दिने प्रयास गर्नुहोस् लाइक विदाउट ट्राइङ यत्तिकै ब्लाइन्डली भेडा बाख्राको होल जस्तै होइन एकदमै त्यो हुन्छ नि लाइक
त्यो ऱ्याट रेसमा यत्तिकै हाम फालेर जहाँ पाएँ त्यही मेनली साउथ कोरिया चाहिँ म नआउनु भनेर रिकमेन्ड गर्न चाहन्छु। र यो 3टा कुरा, एउटा फाइनेन्सियल कन्डिसन, अर्को माइन्डसेट, अर्को एड्याप्टेबिलिटी। तपाईँको फाइनेन्सियल कन्डिसन कस्तो छ कि त्यो एकदम म्याटर गर्छ कि एकदमै धेरै ऋण बर्डन गरेर तपाईँ कहीँ जानु पर्दैन। मेरो ओपिनियनमा कहीँ जानु पर्दैन। द्याट्स कम्प्लिट वेस्ट अफ टाइम, द्याट कम्प्लिट बर्डन होइन। म यहाँ आउनुभन्दा अगाडि मैले एकदम वर्स्ट एन्ड वर्स्ट केस सिनारी सोचेर आएको भनेको यस्तोसम्म सिचुएसन आउँला कि मैले 3-4 महिना कामै गर्न पाउँदिनँ होला, नपाउनु सक्छु, पैसा पुरै जान सकिदिन सक्छ, दिनमा 1 छाक मात्रै खानु पर्ला सायद होइन, अब ट्युसन फिस नतिर्न सकेर औडा आउन सक्ला, जे पनि हुन सक्ला भन्ने मैले एकदम वर्स्ट एन्ड वर्स्ट सोचेर आएको थिएँ। कुनै कुरा भयो पनि 2-3 महिनासम्म कामै पाएको थिएन होइन, यताउति गरेर एकदम स्ट्रगल गरेँ। अनि अनफर्चुनेटली सबै त्यो वर्स्ट सोचेको कुरा भएन। मैले त्यस्तो ठुलो एक्सपेक्टेसन राखेर आएको थिएन, त्यसले अलिकति सजिलो भयो क्या मलाई। सानो एचिभमेन्टहरू एकदमै ठुलो लाग्न थाल्यो। अब मैले भन्नै पर्दा म यहाँ आएको 2 वर्ष हुन लाग्यो नि त। अब एड्याप्टेबिलिटीको कुराकानी गर्नुपर्दा म त्यस्तो साह्रो एड्याप्ट भएको छुइनँ कि, किनभने मलाई त्यस्तो राम्रोसँग ल्याङ्ग्वेज आउँदैन। मलाई मात्रै होइन, धेरैजना छ जसलाई म जतिको ल्याङ्ग्वेज आउँदैन, र धेरैजना छ जो एकदमै फ्लुएन्ट जस्तो टाइपको कोरियन पनि आउँछ, उहाँहरूलाई ल्याङ्ग्वेज पनि आउँछ। अब यहाँ एउटा ड्रब्याक आउनुभन्दा अगाडि के छ भन्दाखेरि ल्याङ्ग्वेज ब्यारियर छ कि। अब डेफिनेटली देयर आर लट अफ प्लेसेस जहाँ तपाईँले ल्याङ्ग्वेज पढ्नै पर्दैन होइन। अब मैले भनेको फेरि इङ्ग्लिस स्पिकिङ देशमै जा भन्न खोजेको होइन कि, सकेसम्म कन्फ्युजनलाई घटाउनुपर्छ कि, अप्सनलाई घटाउनुपर्छ कि जीवनमा। एकदमै बढी अप्सन राख्नु भनेको आफ्नो विल पावर, आफ्नो एनर्जीलाई लस गर्नु हो कि, एकदमै कन्फ्युज हुनु हो कि। यदि जब आफ्नो विल पावर, आफ्नो एनर्जी अनि आफ्नो इन्टेलेक्चुअल डिग्रिज हुँदै जान्छ नि, मान्छेले वर्स डिसिजन लिँदै जान्छ कि। सकेसम्म हामीले अप्सन इलिमिनेट गर्दै जानुपर्छ र एउटा कुरामा लगइन हुनुपर्छ, एउटा कुरा गर्नुपर्छ, चाहे त्यो होला नहोला होइन। त्यो थाहा हुन्छ, गरे चाहिँ थाहा हुन्छ कि। भनेको नेपालमा हामीले कि हामीले सोचेको कुरा, जुन कुरा हामीले कुराकानी गर्दाखेरि मान्छेले इन्ट्रेस्ट पनि देखाएको थियो, प्यासन पनि देखाएको थियो, त्यस्तो कुरा के छ, मैले गरिरहेको कुराहरू मान्छेले ओहो तिमी त यो राम्रो गरेछौ यार, ल तिमी त अरूभन्दा यो राम्रो गरेछौ भनेर मान्छेले आफैले भन्छ आएर। त्यस्तो कुनै कुराहरू छ भने वाइ नट टु ट्राई के। दिस इज द टाइम, 20 देखि 30 वर्षको उमेर भनेको एक्सप्लोरेसन। त्यो 40-50 वर्षको बुढो जस्तै विदेशमा आएर म मेरो सबै फ्यामिलीलाई सम्पूर्ण गरिदिन्छु, मेरो फ्यामिलीहरूलाई म पैसा कमाएर पठाइ गरिदिन्छु, मलाई त्यहीमा खुसी हुन्छ। आई वान लिभ इन माई फुल पोटेन्सियल। त्यसको लागि मैले एकदम एक्सप्लोर गर्नुपर्छ, सक्दो अननेसेसरी अप्सनहरू इलिमिनेट गरेर एउटा कोर कुरामा डिप डाउन जानुपर्छ होइन। डिप डाउन गएपछि अनि बिस्तारै ओभर द टाइम कम्पाउन्ड हुँदै जान्छ धेरै कुराहरू, अनि अपर्च्युनिटिजहरू अट्र्याक्ट हुँदै जान्छ धेरै कुराहरू। द्याट्स द थिङ के। द्याट्स द मेन रिजन आई स्टार्टेड मेकिङ भिडियोज एज वेल। आजभन्दा 2 महिना अगाडि मैले मेरो मम्मीसँग भिडियो कलमा के कुराकानी गरिरहेको थिएँ भन्दाखेरि, मम्मी मेरो यो वर्षमा 2026मा मेरो गोल चाहिँ इन्स्टाग्राममा 10K फलोवर्स पुऱ्याउने छ भनेर मैले मम्मीलाई आजभन्दा 1.5 महिना अगाडि मैले भनेको थिएँ। आज अलमोस्ट 20K फलोवर्स पुग्न लागिसकेको छ। र यसमा डेफिनेटली केही फ्यु पर्सेन्ट म प्राउड भएको छु, तर आई अलरेडी न्यू एन्ड आइ एम अलरेडी वर्किङ अन इट के। आजभन्दा 2 वर्ष अगाडिबाट नै मैले कन्टेन्ट क्रिएसन सुरु गरेको, र मलाई थाहा छ यदि मैले कन्टिन्युसली द रियल मेरो आर्ट, द थिङ द्याट आई वान डु स्मल इम्प्याक्ट गर्दै गयो भने, मैले कन्सिस्टेन्सी केही कुरा बिल्ड गरिराखेँ भने देयर इज नो डाउट मैले अपर्च्युनिटी ग्र्याब गर्न सक्छु, देयर इज नो डाउट मैले ग्रो गर्न सक्छु। र थाहै हुँदैन कि कहिले 10Kबाट 20K हुन्छ, कहिले 20Kबाट 200K हुन्छ। वी आर लिभिङ इन दिस काइन्ड अफ फुल पोटेन्सियल इरा। टेक सम टाइम होइन, अलिक ध्यान दिएर आफूले बुझ्ने प्रयास गरेर डिसिजन लिएँ।